हजुरको नाम के हो? मेरो नाम समीपन राई। कहाँबाट आउनु भएको समीपन? मेरो ओरिजिनल घर चाहिँ धनकुटे पाखरीबास हो। ए धनकुटा हो नि हाम्रो ओरिजिनल घर, पहाड घर त। हजुर। अनि अहिले चाहिँ जडीबुटीमा बसिरहेको छु। कुरीले को आउनु भएको नि? तपाई जहाँ भन्नुहुन्छ त्यहीकै भन्नुहुन्छ। मेरो सरहरू, मम्मी बाबा भाइ भन्नुहुन्छ। अहिले जडीबुटी हुनुहुन्छ राइट? हजुर। उहाँहरूले राम्रो राम्रो ट्यालेन्ट लगेर मेरो मनमा यस्तो घाउ थियो, तपाईँको जडीबुटीले मलाई पक्कै सन्चो हुन्छ जस्तो लाग्छ। प्लिज तपाईँ मेरो टिममा आइदिनु ल। नानु सुन्नु न, समीपन तिमीले छोयौ मेरो मन, तिमी मेरोमा आयो भने अगाडि बढिन्छ झन्। उहाँले यस्तो मिठो मिठो कुरा गरेर समीपनमा देखिसकेको छु मैले आफ्नोपन है। तर तपाईँ पागल झैँ भइसक्यो यो मेरो मन। धेरै लाइनलाई बसियो अब केही नभन। धन्यवाद। धेरै लाइनलाई बसियो अब केही नभन। भन्न नपर्छ तिमी डन। तपाईको धेरै कुराहरू थाहा छ किनकि मेरो भाइ दोस्ती आङ्राई गाउने कुरा पनि सिकाउँला अनि केही कुराहरू हजुरबाट सिक्नुपर्ने छ। हामी कल्चर पनि सिक्छौँ, सबै कुराहरू सिक्छौँ। अनि हजुर यति राम्रो हाँस्नुहुन्छ, ओखो करोडौँको हाँसो हाँसो चाहिँ भएन है। कति 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 मिठो मुस्कान छ। समीपन हजुरले आउनु है नि मसँग। यति मिठो गाइदिनु भयो, त्यो ठाउँ ठाउँमा त यति मिठो सुर लाग्यो, म त्यही सुनेर बसिरहेको थिएँ। अब त्यो मिठो सुनेरै बसिरहने त हो नि तपाईँ। म घुमिहालेँ हो। तिनजनाको मजाले सुन्ने आउने चुपचाप यता है। यतातिर उहाँहरूसँग अलरेडी तपाईँ जस्तो ट्यालेन्ट हुन्छ, ख्याल गर्नु। मेरोमा चाहिँ हुँदैन, तपाईँ आउनुभयो भने हामी सँगै अगाडि बढ्न सक्छौँ। मेरो टिमलाई चाहिँ तपाईँको समीपन नदुखाउनु मेरो मन है, मेरोमा आइदिनु ल। समीपन यतै आऊ। मेरोमा आउनु ल। भन्नुभएको समीपन यतै आऊ रे।
सबैभन्दा सबै धेरै चिज म इन्जोय गर्ने त सिकाउँछु। म तपाईँको पर्फर्मेन्समा समय पनि सबभन्दा बढी त मै confused हो। भयो हो मैले त यस्तो मैले आफूलाई नारायण गोपाल तपाईँलाई त आशा भोसले सम्झिरहेको हो र है दाइ अनि नारायण गोपाल हामी र चाहिँ आशा भोसले अनि हामी चाहिँ धन्यवाद हामी रञ्जित चाहिँ कजमेर कम्पोज गर्ने यहाँ